अनि धेरै पछि हो नि भाइ। मैले तिमीहरूलाई पहिल्यै भनेको थिएँ यार, तिमीहरू कस्तो तिमीहरू राडीहरू। म त्यही भएर होइन त्यत्रो भनेको 1 हप्ता 2 हप्ता 3 हप्ता अगाडिदेखि भनिरहेछु म 20 दिन 25 दिन जस्तो आउन भ्याउँदिनँ है, आउन भ्याउँदिनँ। मेरो सानो काम छ, अनि सानो काम भनेको चाहिँ घरेसरी आउने। के हो यो? के भयो? घरेसरी आउने थियो मेरो सानो काम। फिलिङ क्युट अरे ए घर आउने बित्तिकै सुरु भइहाल्यो नि भाइ। बुट्टे त यहाँ केहरू, यो बुट्टे तन्नाहरू। यो मेरो रुम पनि होइन, फेरि मेरो रुमै छैन। मैले आमा बाबुको रुम क्याप्चर हानेको भाइ। म च्याट हेर्नु गाह्रो हुन्छ यार एकछिन। आयो नेपाल आयो। को अरे मार्ने काट्ने को अरे? मलाई मार्ने काट्ने को अरे? मलाई पुलिसले पक्रिन्छ अरे? मलाई पुलिसले पक्रिन्छ अरे? को च्याटमा पुलिसले पक्रिन्छ अरे? अबदेखि पुलिस मेरो साथी। हो सुन्दा दाइले के भनेको? तर पुलिस मेरो साथी भन्छु किन? सुन्न एकछिन, नआत्तिएर जान्न एकछिन। सुन नआत्तिन एकछिन। तिमीहरू पनि पढ्छु एकछिन। हुन त एकछिन पढ्दिउँ कि क्या हो? के गर्नु भइरहेछ क्या? फ्राइड राइस पनि हान्नु कि अचार हान्नु कि यो च्याट हान्नु कि भाइ? तस अबे एकछिन आफैलाई हेरिरहौँ कि यो लाइटिङहरू केही मिलेको छैन। अहिले जोत्तु हो क्या गाइस, अहिले जोत्तु हो। कस्तो लफडा गरेर आएको छु मैले, तिमीहरू आउँदै थाहा छ। यो पछाडि यो स्क्रिन देखाउँदिनँ पनि, यो पछाडि के बिजोग छ तिमीहरूले। पुलिस मेरो साथी। पुलिस किन साथी? भाइ सबै फ्यानहरू नै पुलिस रहेछ। अनि फ्यानहरू नै सबै पुलिस भाइ। फ्यानहरू सबै नै पुलिस। सबै पुलिसहरू फ्यान। एयरपोर्ट चढे। Tipped 50 rupees. KXA, how die, miss you. पछाडि आएको नि तिमीहरू हो यति बेला मासाले त्यसको 5000 र 6000 आउँछ। अझै पनि हेर्नु यत्रो पछाडि आउँछ 50 के छैन भाइ। एयरपोर्ट चढे। कहानी सुन अब। एयरपोर्ट चढ। एकछिन के च्याट हेरौँ पहिला। के गरौँ भइरहेछ क्या मलाई बगिन भाइ। बिस्तारै बोल्न। हल्ला भयो नि भाइ। हल्ला भयो। एक्साइटेड छु नि त भाइ, एक्साइटेड छु नि त यार। एक्साइटेड हुन दिएन। नेपाल आएर त खुसी हुन दिएन यार भाइ। खुसी हुन दिएन। Kacha Hulkabar die. अरे छोडो। चढे प्लेन हो? प्लेन चढ्यो। प्लेनको ट्रान्जिट इस्तानबुल। चोर अहिलेसम्म कोही तिमीहरू इस्तानबुल जाने छौ भने नजाऊ। टर्की वान अफ द वर्स्ट प्लेस, वान अफ द वर्स्ट पिपल। कामै छैन भाइ, कामै छैन। जोत्तु मान्छे नै जोत्तु क्या त, कामै छैन। अनि टर्कीमा सुरु हुन थाल्यो अब हल्का मुभमेन्ट। हल्का मान्छेहरूले यसो हेर्ने, त्यो हेर्दै त्यो नेपाली थोपडाहरूले क्या अलिअलि हेर्ने होइन। छोरोले मास्कहरू लगाउन थाल्यो। तर कहाँ हुनु भाइ? प्लेनमा चढे पछाडि कहाँ वासरुम जाँदा कुन चाहिँले देखो अरे हो। यता पछाडि एकजना भाइ थियो, त्यसले जापानिज जस्तो लागिरहेछ त मलाई हो दिन थाल्यो हो। अनि अब टेन्सन हुन थाल्यो। प्लेनबाट ओर्लेपछि भाइ
प्राइभेसी हरायो सुरु भइहाल्यो नि अनि एउटा आएको थियो कहाँबाट झापालिस दाइ भनेर म यत्रो मासु लगाएको छु सबै छोपिएर हिँडिरहेको छु अरबिकको त्यो केटीहरू जस्तो बुर्खा सुर्खा लगाएको टाइपको हिँडिरहेको छु आइदियो अब त्यो एउटासँग फोटो खिचेको अर्को आइदियो पुलिस ओ झापालिस दाइ बिग फ्यान केही छैन बिग फ्यान है त अगाडि जान्छु अर्को पुलिस त्यही छ त्यो मेन चेकिङ गर्ने पुलिस हो भाइ विदेशबाट आएर तँलाई मेन चेक हान्दैन यसरी सुरु भइहाल्यो नि हो गफ्दै गयो सुन्न ल्यान्ड भयो अनि त्यहाँबाट सुरु भयो मान्छेहरू ओ झापालिस दाइ आफूलाई यो टेन्सन किचकिच हुन्छ नि त्यो आएको त्यो जेट ल्याग भएको गर्मी सर्मी के भइरहेछ हो नबोल्ने राडी भनेको छु र पनि फोटो जबरजस्ती गरेर खिचेको छ मुखमै भिडियो ल्याएको छ हो अनि त्यहाँबाट मेरो बिरालोहरू ल्याउनु पर्ने थियो अलिक लफडा भयो त्यो अझै मैले थाहा पाएँ बालेन केही गर्छस् भने गरे भाइ बालेन तिमीहरू गयो यो गर त भाइ गर त एयरपोर्टमा गयो भने एउटाले 20वटा एन्सर दिन्छ कसको एन्सर पत्याउनु म त भन्नै बिर्सेको तिमीहरू माथि गएर काम गरिरहेछ छैनस् म कसरी थाहा पाउँछु थाहा छ त्यो सरकारी कार्यालय जाँदाखेरि त्यो मान्छेहरूले त्यो ठेटेर बोल्न थाहा छ नि त्यहीबाट बुझ्छु म तिमीहरूले केही कामै गरेको छैनस् भनेर तर त्यो उताको कुरा भयो छोडिदिनु हो 20जनाले 20वटा एन्सर दिन्छ त्यहाँ हो बल्ल गरेर भाइ बिचारा त्यो एयरपोर्टमा काम गर्ने छैन एयरपोर्टमा काम गर्नेहरू क्या हो त त्यो यो भेस्टहरू लगाएको के हुनेहरू एउटा हो त्यस्तैहरू 1-2जना आयो अरे झापालिस दाइ के हो यता भनेर तिनीहरूले गाइड नगरेर मलाई यस्तो अल्लमल्ल पर्थ्यो नि भाइ गाइड इन्टरनेट पनि छैन अब कहाँबाट लिउ डेटा हो के को धुनमा त्यो रिप्लाई नो हान्दैछु फेरि आफ्नो त्यो इन्टरनेसनल डेटाको अनि बन्द अब त्यो